आएको छ र चलचित्र फ्याट्ट युट्युबमा आउनुको कारण पनि विशेष छन्। साँच्चै चलचित्रको कथा अनुसार भन्ने हो भने यो चलचित्रमा जे कुराहरू देखाइएको छ यति बेला नेपालको राजनीति अवस्था र देशको युवाहरूको अवस्था एउटै किसिमको छ, केही पनि फरक छैन। यति बेला यो चलचित्र हेरेर हर कोही दर्शकहरूले यति बेला देशको अवस्थालाई महसुस गरिरहेका छन् र कतिपय दर्शकहरूले निश्चल बस्नेतले यो चलचित्र बालनको लागि रिलिज गरिदिएको जस्तो छ भनेर पनि भनिरहेका छन्। अब भन्नेहरूले त केसम्म पनि भन्छन्, उनीहरूको मुख थुन्न भने सकिँदैन। यो चलचित्रको स्टोरीले यति बेलाको नेपालको राजनीति अवस्था र युवाहरूको अवस्थालाई ठ्याक्कै मेल खाएको छ। अब यस्तो मेल खाइसकेको अवस्थामा जसले जे भन्न पनि पायो र अब भनेर केही हुनेवाला पनि छैन। यो दिमाग खराब एउटा त्यस्तो चलचित्र हो जसलाई मैले हेरिरहँदाखेरि कहीँ कतै अलिकति पनि बोरिङ फिल भएन। चलचित्रको स्टोरी मेकिङ र प्रेजेन्टेसन एकदमै दमदार छ। चलचित्रभित्र कलाकारहरू पनि 101 छन्। चलचित्रमा समावेश भएका कलाकारहरू देख्दाखेरि यस्तो लाग्छ यो चलचित्रभित्र कलाकारहरूको एउटा स्कुलै छ। जुन कलाकारको एक्टिङ हेरे पनि एकदमै धमाकेदार लाग्छ। अनि चलचित्रको नाम जस्तो छ, चलचित्रको स्टोरी र सस्पेन्स त्यस्तै छ। साँच्चै चलचित्र हेरिरहँदाखेरि दिमाग खराब गरिदिन्छ अनि सोच्न बाध्य बनाइदिन्छ। चलचित्रको स्टोरीमा राजनीतिको विषयवस्तुलाई लिएर जुन किसिमले प्रेजेन्टेसन गरिएको छ त्यसले हर कोही दर्शकहरूको दिमाग खराब गरिदिन्छ र यो चलचित्र हेरिसकेपछि हर कोहीले सोच्छन् यति बेला नेपालको अवस्था त्यस्तै छ। र जति पनि दर्शकहरूले यति बेला यो चलचित्र हेरिरहेका छन् ती सबै दर्शकहरूले यति बेला निश्चल बस्नेतको प्रशंसा गरिरहेका छन्। एउटा फिल्म मेकर्सको हिसाबले हेर्ने हो भने निश्चल बस्नेत साँच्चै कुन लेभलको मान्छे हुन् त? नेपाली फिल्म इन्डस्ट्रीले पाएको एउटा जिनियस डिरेक्टर हुन् निश्चल बस्नेत।